नमस्ते नमस्कार। अहिले हामी बाँसडोल बनेपा 12 स्थित छौँ। यो चाहिँ हामी पिच बाटोको ब्लक बनाएर सिकाइसकेका छौँ। अब हाम्रो सेकेन्ड पार्ट हुँदैछ। सेकेन्ड पार्ट चाहिँ अफरोड। यो अफरोड यो पुनौली जाने बाटो यो बाँसडोलको 12 नम्बर देउराली भन्ने ठाउँमा आइपुगेका छौँ। देउरालीबाट हाम्रो ब्लक सुरु हुन्छ। यो अफरोड छ। यतापट्टि जङ्गल देखाइदिनु जङ्गल छ। यतापट्टि गाउँहरू छ। ल बस्नुहोस् एउटा बा लट्टे टेकेर आउँछौँ। उहाँ पनि हामी भला कुरा गर्दैछौँ यो बास नि भन्दै हामी लाग्दैछौँ बिस्तारै बिस्तारै बाँसडोलको अफरोड होइन। ल बा नमस्ते नमस्कार नमस्ते। यो बाटोको नाम के बा? यो देउराली। ल देउराली भनेपछि नमस्ते। म चाहिँ बनेपा 10बाट आएको। तपाईँको बाटाघाटाको चाहिँ यसो सर्वे दृश्य बनाउँदै हिँड्ने हामी। देउराली हजुर बजार बन्यो पहिला ढुङ्गो चढाएर डर लाग्थ्यो। हो डर लाग्थ्यो है पहिला। यता जाने बाटो पनि थियो होइन तलतिर र जनगाल निस्किन्थ्यो। स्कुलका बच्चा मोबाइल टायर बाहुनाडा निस्किन्थे। तपाईँहरू पढ्दा हो हामी पढ्दाखेरि अब मेरो घर चाहिँ जनगाल है। मेरो नाम चाहिँ जीवन भुजेल। तपाईँको नाम शुभ नाम के बा भन्नु दिनु? मानबहादुर थापाजी भनेपछि हाम्रो विक्रम थापाहरूको कोही पर्नुहुन्छ त? विक्रम भने तलको विक्रम नाति हो उसको साथी म। हामी चाहिँ यो ब्लग बनाउँदै यो बाटो चाहिँ कस्तो छ स्थिति छ धुलो कतिको हुन्छ घुमी बसिया छ। मेरो साथी एकदमै नि सुमन विक्रम भनेर मेरो साथी। नमस्ते नमस्कार। तपाईँलाई पनि आज मैले यो भिडियोमा कैद गरेँ। सर्वे भवन्तु सुखिन सर्वे सन्तु निरामय भन्दै तपाईँलाई चाहिँ यो भिडियोमा कैद गरेँ। यो धुलो बाटोलाई चाहिँ यसो चाहिँ कस्तो छ यहाँको स्थिति बाटोले सुन्दर शान्त ठाउँ भन्दै चाहिँ हामी एउटा सर्वे दृश्य बनाउँदै हिँडेँ है गुरुबा। अब यसलाई अलिकति अब केही सुधार गर्न सक्यो भने झन् गयो। केही छ तपाईँलाई चाहिँ यो बाटोलाई कसरी चाहिँ धुलो मुक्त भन्नु बाँसडोलमा त पानीका मुहानहरू छ यसलाई कसरी चाहिँ संरक्षण गर्न सकिएला त? केही छ भिजन तपाईँसँग केही छ? हाम्रो गुरुबा छ केही पानी हाल्ने चलन छ अहिले अर्थ गरेर सकिन्छ। यो सधैँ सधैँ एकपल्ट मजासँग बढाइदिनु पाए त पानी लाग्यो। तपाईँको यो भन्नुको त एकदमै खुसी लाग्यो। ल गुरुबाको दर्शन आशीर्वाद दिनु होला ल है। अब हामी लाग्यौँ है त ठुलो है भरे बेलुका अथवा भोलि चाहिँ आउँछ यो युट्युबमा है। हस् हस् अब के भन्छु हामीले दुईजना ऊ छ नि हामीले भेटिसक्यौँ भलाको सारी गऱ्यौँ होइन त। एउटा गुरुबा एउटा चाहिँ बिजु र बासँग नि भेट्थ्यौँ। अहिले चाहिँ विक्रम मेरो नाति भन्नुभयो विक्रमजी भनेर चाहिँ मेरो चाहिँ बच्चा बेलाको साथी हुनुहुन्छ। अहिले उहाँ चाहिँ बाहिर हुनुहुँदो रहेछ होइन। अब देउराली भन्ने ठाउँ आइपुग्यो हेर त देखाइदिन्छ। देउरालीको अर्थ के लगाउँछ नेपालीमा शब्द देउरालीलाई शब्दकोशमा के भन्छ केही थाहा छ? तिमीलाई केही थाहा छैन है देउरालीको बारेमा शब्दकोशमा के भन्छ? यहाँको बाटो अब एकदमै हेलो हेलो सर बाटो यस्तो छ। यही अब यसरी चाहिँ गुम्बा हेरिँदो रहेछ यहाँ तर चाहिँ ग्राभेलीको बाटोहरू घाटा भन्दा पनि यो बाटो चाहिँ छिटोभन्दा छिटो पिच हुँदैछ भने मैले सुन्नमा आएको छु। सायद जहाँसम्म लाग्छ हुन्छ दिनमा दिन हुँदै रहेछ। अब हामी पुगेछौँ तल नाइटिङ्गलको शाखा छ पुगौँ हुन्न हुन त बाबु? हजुर नाइटिङ्गल होइन तलको त्यो चोकसम्म पुगेर हामी है। हस् केही फरक पर्दैन। आएको बेला त्यो तिमी आएको थियो त्यहाँ बाँसडोल? आएको छ। कहिले आएको? आइरहन्छ वडा कार्यालय कभरेज गरिदिनु त बाबु। चाहिँ बनेपा नगरपालिका 12 नम्बर वडा कार्यालय। सायद अहिले त अब कति बज्यो 8 बज्दै रहेछ। यो 8 बजेको उसमा चाहिँ 8:15 हुँदैन 10 बजे मात्रै खोल्छ। फेरि अब हामी लाग्दैछौँ सिधा स्वास्थ्य चौकीतिर होइन। हाम्रो गन्तव्य स्वास्थ्य चौकीसँग हुनेछ। ठ्याक्क लगाएर अब हामी लाग्यौँ। अब यतापट्टि घाँसका ढोका बगान देख्न पाइन्छ है। त्यो त एउटा अर्ग्यानिक घाँसका ढोका बगान देख्न पाउँदैन होइन। घाँसका ढोकाहरू बोकेको मान्छेहरू देखा पनि एउटा गाउँमा पुगेको नमस्ते।
नमस्ते तपाईँको बाँड्रो छ हामी चाहिँ यो धुलोमय बाटो चाहिँ कसरी चाहिँ मुक्त हुन्छ भनेर एउटा भिडियो बनाउनु तपाईँको चाहिँ धारणा के छ यससम्म यो बाटो त अब खै यो गर्दै गर्दै यत्रो वर्ष भइसक्यो ल गर्नै हुन्छ अब पोजिटिभ भाइ लिनुपर्छ यहाँ तर नि त तल जाने बाटो बनाउनु त्यो फेरि धरान भत्काएर यो अन्त मिलाउनु लाग्यो अब अनि कहाँ गएर हुनु सन्चै हुनुहुन्छ नि सन्चै घरबाट पसलतिर जानु ल अनि हाम्रो अनि उनी अमिना ठिक छ ठिक छ नि ठिक हुनुहुन्छ नि ल तपाईँले ठिक हुनु पर्यो मेन कुरो यसो सामाजिक सञ्जालमा भेटिरहनु होला है ल लाग्यो है तपाईँको भिडियो कैद भयो माइन्ड नगर्नु होला युट्युबमा आउँछ है मान्छेसँग भुलाकुसारी गर्दै खान नि अर्कै मजा आउँदो रहेछ होइन त भाइ जो भेट्यो नि चिनिएको त फेरि अनि मैले त है के हो खोइ कुरो बुझ्न गाह्रो अन्त ठिक छ चिनिरहेको किनकि हामी सामाजिक मान्छे भएको कारणले चिन्ने हुनसक्छ यो बाटो हिँड्नुमा दिनुपर्छ यसलाई दिनुपर्छ हेर्नु त यो प्लानिङ हो कि के होला त्यसलाई हेर त यस्तो यो चाहिँ अलिकति वाल माथितिर लाग्यो भने त यो त पछि बर्खामा त डेन्जर पो हुन्छ त भाइ प्रकृतिको विनाश प्राकृतिक विनाश गर्दाखेरि अब प्राकृतिलाई संरक्षण गरेर गर्नुपर्ने हो है यहाँ निर्माण दिन हुँदै रहेछ ए भाइ ल ठिक छ होइन ल राम्रोसँग काम गर्नु होला है ब्लकमा कैद हुनुभयो है यसरी चाहिँ हामी सिधै अब स्वास्थ्य चौकीतिर लाग्दैछौँ उहाँले हाँसेर मुस्कान दिएर हो नि भाइ भनेर भन्नुभयो होइन अब हामी चाहिँ ठ्याक्कै आइसक्यौँ यहाँ तल स्वास्थ्य चौकीसम्म लगभग चाहिँ हामी आइपुग्न आँटिसकेका छौँ यहाँ माथि नै पसल गर्छ जस्तो लाग्यो मलाई बिस्तारै चाहिँ हामी लाग्दैछौँ त्यहाँ हामी भनेर त्यो काम गरेका छौँ हामी चाहिँ एउटा कभरेज बनाउँछौँ त्यहाँबाट हामी फर्किनेछौँ हुन्न विशेष गरी चाहिँ हामी चाहिँ यो आज खास चाहिँ हामी जनज्योति स्कुलको चाहिँ भ्लग बनाउनु भनेर हिँडे होइन जनज्योतिमा थोरै सानो एउटा भ्लग भएको कारणले गर्दा आज लाउन त आज यो बाँधोसम्म भ्लग बनाउँ भनेर लाग्यो ल्याएर बाटोमा यसरी बाइक धोएपछि अप्ठ्यारो पर्छ धेरै बाटो हिलो हुन्छ यो